यो गाइस न्यू ब्लग होइन यस्तै छ होइन अहिले चाहिँ कति बज्यो भने ठ्याक्कै कति बजेछ 2-3 बज्नु लागेछ ल मेरो दाइहरूसँग हल्का होइन मेरो दाइ हामी कहाँ हिँडेको अरे दाइ हामी त सपिङ चोकतिर हो ल सही दाइ एक लड रकन ल सही हो दाइ ल हल्का हामी चाहिँ होइन यसो आज होइन दसैँ हल्का मनाइदिउँ न भनेर होइन ल रोड क्रस हानिदिउँ न ल यहाँनिरको फेरि होइन गाई हजुरहरूलाई थाहा छैन होला ल यहाँनिर त होइन ओभरकै अब हुन्छ नि मानवता नै नहुने रहेछ कि होइन अब के पो ट्राफिक रुल ब्रेक गऱ्यो होइन हाइवेमा कोही हिँडिरहेको छ होइन पुरै हानिदिने पो अरे क्या ल रोक्ने सोक्ने चलन छैन अरे क्या जहाँ ठोक्यो त्यहीँ रोक्यो अरे क्या ल कस्तो खालको क्या अम्बो एउटा हुन्छ नि त होइन अब ट्राफिक रुल अब ब्रेक गऱ्यो भने यसो पनिसमेन्ट गर्ने हो यताउता होइन त्यसरी यहाँको थर्डी जसको लाग्यो एउटा यो कुरा चाहिँ क्या ट्राफिकमा ल्याउनुपर्छ भाइ 2-3 टुकटुकमा राख्नलाई पुरै होइन आफ्नै पारामा कुर्सीमा बसेर त्यही त यो एउटा कुरा चाहिँ होइन त यहाँनिरको नराम्रो एउटा कुरा चाहिँ यो हो कि हो कि नै दाइ भन्नु न एउटा केही छैन भाइ कोही आएर केही गर्दैन भाइ सिधै मैले तिमीलाई छुनलाई डराउने जस्तो वातावरण सिर्जना हुन्छ यहाँ त त्यस्तो हुन्छ अब के गर्ने त्यही त दाइ एउटा ट्राफिक रुल होइन दाइ ब्रेक गऱ्यो भने त्यसलाई पनिस गर्ने होइन होइन केही अदा चिट काट्ने यताउता कहाँ सिधै हानिदिने त हो दाइने होइन ल त्यो त अलिक डाइजेस्ट भएन होइन गाई आउँदैछ भाइ अब त्यस्तो कुराहरू छर्दै भयो हामी चाहिँ हामी यो चिकन मटन कहाँ पाउँछ भाइ अब सपिङ गरेर जानुपर्छ ल सही हो ल यहाँनिर पनि बन्द रहेछ हल्का होइन सपहरू नै बन्द भएको अवस्था होइन हाम्रो चाहिँ नाइट ड्युटी भएर यसो हल्का ऱ्याक भइदियो कि डे ड्युटी भएको भए त राम्रो हुन्थ्यो तर इट्स ओके होइन साउदी हो यार गाइज पैसा मात्र हुनुपर्छ पैसा मात्र भइसकेपछि त्यो चाहिने पनि अहिले एप्लिकेसन डाउनलोड गरेर अर्डर गर भने नि आइपुग्छ होइन तर अब के गर्नु अब फुलुस नै कम छ होइन फुलुस माइजी स्यालेरी होइन फुलुस चाहिँ होइन थोरै अनि चटकहरू चाहिँ धेरै भयो भने त फेरि सर्भाइभ गर्नु नै फेरि गाह्रो होला होइन त मेरो दाइ के कसो मेरो दाइ के भन्ने भाइ होइन तर मान्छेले 1 रुपियाँ पनि कति माया गरेर कति इम्पोर्टेन्ट लिएर राख्छ कि भाइ मलाई त्यस्तो लाग्छ क्या हामी त नेपालमा त 5 रुपियाँ 20 रुपियाँ त होइन हजुर दाइ माल लाग्दैन त यो पैसा जस्तो लाग्छ त हो दाइ 50 हलाला पनि के भाइ भन्नाले त्यो मान्छेलाई कति माया कि त्यो पैसा प्रति के हजुर एकदम दाइ यो कुरा चाहिँ म पनि है अमिर भएर पनि हुन्छ नि त हामी यत्रो गाडी करोडको गाडीमा हिँडेपछि होइन खाएपछि 5-6 रुपियाँ त तर मान्छेले त्यो पैसा बुझेर हो कि पैसाको महत्त्व बुझेर हो कि लोभी भएर हो कि के भनौँ होइन तर पैसा चाहिँ कसैको अठार राख्छ क्या भाइ खुद्किनै दिँदैन कि त्यसलाई किन हो सही हो दाइ हामी त पैसा हुने बित्तिकै 2टा हात उठाएर ए हामी यो भनेर पुरा होइन लय भनेर हिँड्छ नि यहाँ त छैन भाइ साइलेन्टमा मैले पनि माने दाइ यो कुरा त होइन दाइ मैले पनि नोटिस गरेको एकदम हो गाइज होइन यहाँनिर चाहिँ जस मैले पनि देखेँ होइन जति धनीहरू रिचहरू होइन जस करेन्सीको होइन एउटा मनीको भ्याल्यु चाहिँ ओभरै रहेछ क्या यहाँनिर होइन अब यिनीहरू यहाँ गल्फ कन्ट्रीमा अब प्रायः जस्तो म्याक्सिमम् अब सबै होइन रिच नै हुन्छ होइन तर जस त्यो कुरा चाहिँ एउटा राम्रो हो पैसाको होइन रेस्पेक्ट गर्नु होइन करेन्सीलाई रेस्पेक्ट गर्नु एकदम राम्रो कुरा हो मलाई चाहिँ त्यस्तो लाग्छ होइन के fan almadi aiwa त्यति है आउने त्यही रहेछ नि एक्जाम रहेछ मार्केटमा हिँड्नु के हैन चिकनको प्राइस
चाहिँ कति हो भनेर मुदिर एक्सक्युज मी मुदिर एक्सक्यूज मी मुदिर आधा कम रकम आइयो 17.50 fins दाइ 17.50 लास्ट एक्सपेन्सिभ हो माल चाहिँ फेरि पखलामा होइन यो के पो मार्केट किराना पसलले पखला भन्दो रहेछ कि यता चाहिँ होइन ओभर महँगोकै यहाँनिर चाहिँ यसलाई 17 अब नेपाली त्यसमा करेन्सीमा कन्भर्ट गर्नु न कति हुन्छ धेरै नै हुन्छ जुस 800 ग्रामको मात्र रेट तर्सिन्छ सिङ्गै कुखुरामा चाहिँ नेपालमा यो पैसाले चाहिँ हल्का होइन कति अरे यसको प्राइस चाहिँ 14 गाइज यस्तै छ होइन हामी पनि हल्का रिचीमा होइन रिची भाइसमा अब होइन सपिङ गर्नु छिर्दिसकेपछि त त्यही हो अब होइन के हो दाइ ससेज ससेज गाइज different प्राइसहरू रहेछ एक्सक्युज मी मुदिर आधा कम रकम اتريال هذا ثلاث بشيء ثاني خلاص دوخت كله دوخت غلط شيء يسوي चिकन यता यो चिकन फ्रेङ्क्स भन्ने चारको रहेछ चार रियल मेबी 5 जति 5 रियल जति यही लिउँ न त पुग्छ एउटाले गाइड ससेज ससेज त अलिक सस्तो रहेछ 5 रियल ओन्ली 5 रियल गाइज ठिकै हो 5 रियल त ओके ल मेरो दाइ हाउ अबाउट कोल्ड ड्रिङ्क्स कोक हो कोक नै लगिदिनु नि त होइन ओरिजिनल टेस्ट हो त कोक त फेरि हाम्रो त पुरा नेपालीको दसैँमा त नेपालीमा त कोक हो त भाइ मेन त फेरि होइन कोक लभर होइन टमाटर चाहिँ ल गाइस फाइनली होइन सपिङ चाहिँ सक्यो होइन दाइ ल सपिङ सक्यो होइन फाइनली त पुरै ओरिजिनल मारहरू भयो नि त भाइ यो त हामी त होइन ओरिजिनलकै प्योर ओरिजिनल हेर न 4वटा गेडा टमाटरलाई कति परिरहेको थियो सुन्दा नि दिगदार लाग्छ यार सुनाउँदा पनि कति अरे दाइ प्राइस ओहो यो त महँगो हो भाइ यार यो त 350 भन्दा बढी पर्यो यार यति टमाटरलाई 350 70 पर्यो 370 भाइ ल 370 गाइज ल नेपालको 370 4 गेडा टमाटरलाई ल यता चाहिँ फेरि होइन सिधै इन्डियाबाट रिप्रेजेन्ट होइन इन्डिया रिप्रेजेन्ट गर्छ हाम्रो साथीले चाहिँ होइन से आई साथी नेपालको बोर्डर बिहार पुरै आई बोलो आई बिहार रिप्रेजेंट करता है मेरा साथी है हाँ नियाज है हाँ अच्छा बंदा है हमारे साथ ही काम करता है हाँ दे दिया मलेसिया में हामीसँगै काम गर्छ गुड छ के हाम्रो साथी होइन शायद नहीं बोल दिया आया था 1 बजे आया
यस्तै छ है गाइज हाम्रो चाहिँ हल्का होइन ह्याप्पी दसैँ साथी मेरो साथी ह्याप्पी दसैँ आज चाहिँ हल्का होइन ल फाइनली होइन आज यसो होइन सरी मम्मी सरी ड्याडी हल्का मैले चाहिँ ड्रिङ्क गरिदिएको ल आज चाहिँ होइन अब कथा लिएर आइसकेपछि होइन हल्का चाहिँ ल यसो होइन ल दाइ के छ त हौ अनि आजको एकदम दसैँ सुरु भइसक्यो होइन ल सही हो साउदीमा पनि दसैँ लागेकै हो त दाइ दाइ मेरो दाइ के छ हौ साथी साथी दसैँ कस्तो लाग्यो त साथी यस्तै छ सही हो सुरु गरे कब्जा अनि आउँछ मजा के छ हौ मेरो दाइ अनि एकदम ठिक छ खसीको मासु खसीको मासु हो मासु हो यो चाहिँ एकदम महँगो परेको साउदीमा है सही हो सही हो उठको अरे ल एकदम सँगै होइन मेरो सानो दाइ एकदम मेरो भाइ कस्तो लागिरहेछ त हौ दसैँ अन्त हो त भाइ नेपाली जस्तो लागिरहेको छ अहिले के भइरहेको के भइरहेछ र हल्का होइन यस्तै हो नि त हल्का दसैँ भाइसमा होइन छ सबैजना नेपालमा भयो दसैँ पुरा 10-15 दिन लाग्थ्यो होला विदेशमा एक दिन बसेर 10-15 दिनको पुरा तिर्खा मेटाउन छ आज होइन ल दाइ सही दिनुभयो दाइले चाहिँ अहिले चाहिँ होइन सही दिनुभयो रकम मेरो दाइ सही हो होइन यस्तो त गइराख्नु पर्ने पनि हुन्छ नि त यस्तै छ होइन अब दुःख सुख भनेको त होइन दाइ होइन दाइ दुःख सुख भनेको त ठाउँमै छ चलिरहेको छ होइन दाइ सङ्घर्षमय जिन्दगीमा हल्का होइन भोलि ड्युटी जानु छ तर पनि दसैँको दसैँ हो नेपाली सही हो दाइ भिडिदिने हो नि दाइ होइन नेपाली हो दाइ सक्दैन नि फेरि दाइ भिडिदिने हो दाइ नेपाली होइन ल यतिको होइन हल्का यतिको चाहिँ होइन एक्टिभ चाहिँ हुनै पर्ने हुन्छ है नेपाली भइसकेपछि होइन ल आजको हाम्रो भ्लग चाहिँ यति नै होइन ल ओके गाइज ह्याप्पी दसैँ अल अफ यु ह्याप्पी दसैँ वान्स अगेन ह्याप्पी दसैँ